साथीहरू नमस्ते। अहिलेको जल्दो बल्दो अवस्थामा रहेको डेङ्गु फिभर चाहिँ निकै जल्दो बल्दो अवस्थामा रहेको भन्ने विभिन्न सञ्चार माध्यमहरूबाट सुन्नमा आयो। झन्डै 21जना मान्छेहरू चाहिँ यो डेङ्गु फिभरबाट चाहिँ उहाँहरूको चाहिँ मृत्यु भयो भन्ने कुरा छ। तराईका जिल्लाहरूमा पहाडी जिल्लाको दाँचोमा धेरै भयो भन्ने कुरा छ डेङ्गु फिभर चाहिँ। विशेष गरेर पूर्वी तराई जिल्लाहरूमा चाहिँ धेरै छ भन्ने कुराहरू छ। यो डेङ्गु फिभर चाहिँ विशेष गरेर लामखुट्टेको टोकाइले गर्दाखेरि हुने हो। त्यो भएर हामीले चाहिँ यहाँ घरमा बस्दा घरभन्दा बाहिर बस्दा विभिन्न मच्छर नलाग्ने लामखुट्टे नलाग्ने मलमहरू पनि पाइन्छ बजारमा, ती प्रयोग गर्न पर्यो र सुत्दाखेरि झुलको प्रयोग गर्नु पर्यो। घर वरिपरि पानीहरू जम्न दिनु भएन। त्यसो गर्यो भने चाहिँ हामी डेङ्गुबाट बच्न सक्छौँ, केही हदसम्म सहयोग हुन्छ।